वेट यसलाई भन्छ कि ब्युटिनेस वे वे थ्याङ्क गॉड के हो बाटोको बिचमा कहाँ अलि त अनि कुदेर आयो भने लुक एट द भ्यू जस्ट ओपी कहाँ हो मार्ने विचार छ क्या कस्तो दामी ठाउँ यार दाइ करिडोर बाटो कुन चाहिँ हो यो रेडी निस्किन्छ होइन रेडी निस्किन्छ मजाले बाटो कस्तो होला हजुर पिच है हस् थ्याङ्क यू सो यहाँबाट चाहिँ यतापट्टि जानुपर्ने रहेछ होइन अब चाहिँ यहाँ अलिकति अफरोड छ अरे अनि त्यसपछि चाहिँ पिच छ भन्ने कुरा आयो सो मजाको रहेछ त करिडोर त यहीँ आएर त जुट उ गर्दो रहेछ नि के हो गाडीको त चेसिस मात्र छ त यार यो पनि पिच हुन लागेको रहेछ है पोखरातिरबाट आउने रुट भयो मुस्ताङ जाने होइन अनि त्यहाँ मालडुङ्गाबाट चाहिँ उता के अरे कालिका मन्दिर नगई यो बाटो हानिने भने हामी सिधै रेडी पुगिने रहेछ होइन सो बाटो चाहिँ अहिले यो यहाँनिर चाहिँ बन्दै रहेछ बिस्तारै अनि अझै अलिकति परबाट चाहिँ पिच छ भन्ने कुरा गर्नुभएको छ त्यहाँ पुलिस सरहरूले अब हेरौँ के कस्तो रहेछ बाटो हामीलाई पनि थाहा छैन ए बाटो यस्तो यस्तो रहेछ पुरै डाँडा काँटा काटेर यहाँबाट सिधै पुल हालिदिएको भए टन्टै साफ हुन्थ्यो होइन के अरे त्यो पछि बनाउनु अन्त अहिले चाहिँ बनाइदिए सकिन्थ्यो नि ए यहाँनिरबाट रहेछ बाटो त यस्तै हो भने त बिजोग नरमाइलो हुन्छ त यार सो यहाँबाट चाहिँ कता यता यहाँ चाहिँ क्रसर रहेछ होइन यही बाटोकै होला है के अरे जुत्ताको त गाँड बज्ने भयो यार उए तल त यार के हो यहाँ त झर्ना पनि छ त बाटो झर्नै झर्ना रहेछ क्या फोटो खिच्नेहरू यहाँ गाइस यहाँनिर चाहिँ हामीले एउटा सानो झरना फेला पारिसकेका छौँ होइन अब यहाँ यो झरनामा फोटोसोटो खिचेर ट्याप्प जानुपर्ने हुन्छ होइन सो माथिबाट आएको रहेछ यो झरना चाहिँ यतातिर चाहिँ यो पर्वत हो कि के को भ्यू हो होइन यता हाम्रो कालेभाइ रेडी छ सो फोटोसोटो खिचेर गुड टु गो A few moments later. फोटोसोटो खिचेर हामी निस्क्यौँ होइन बाटो चाहिँ अझै पनि पिच रोड आएको छैन कति बेला आउँछ यहाँ चाहिँ ढलान रहेछ गाइज अलिकति उकालो चढेपछि चाहिँ यस्तो दामी सिनिक ठाउँमा आइयो नि दामी सिनिक भ्यू छ यार सो दामी फाँट रहेछ कि यतातिर चाहिँ मिठो यो तल चाहिँ काली गण्डकी छ फेरि त्यो खोचमा ब्याट्री 23% छ स्टोरेज 1 घण्टा 38 मिनट बाँकी छ ब्याट्री पनि चेन्ज गरियो होइन अनि धुलो चाहिँ अति रहेछ फोक्सो कलेज हल्लिने बाटो रहेछ क्या फोक्सोदेखि कलेजो जम्मै हल्लिन्छ बाटो आउन सफल भएको छ वाओ अलिकति अप्ठ्यारो रहेछ तर अरू बाटो चाहिँ अब यहाँदेखि चाहिँ पिच सुरु रहेछ होइन उता बुटोलतिरबाट आउँदाखेरि रेडी आएर अनि यो बाटो हानिँदा एकदम वर्थ इट हुन्छ है पोखरातिर जानभन्दा बरु फर्किँदा पोखरा चिल हानेर अनि फर्किन मिल्छ यो केरा हो कि कैया भन्ने ठाउँतिर आइसक्यो कैया भन्ने रहेछ दामी रहेछ त्यता त बाटो त मक्खन बाटो यति बासी त पुगिहाल्यो नि
सो यहाँ चाहिँ पहिरो सोरसार अभियान पनि चलिरहेछ जेसो पहिरोहरू पनि छोडिदिरहेको रहेछ के त्यो चाहिँ दामी काम हो है यस्तो यो साइडमा खसेको पहिरो चाहिँ हटाइदिनै पर्ने हुन्छ के जैमिनी 5 किलोमिटर कस्तो दामी ठाउँ यार खेतमा धान झुलिराख्यो नि त यसले कस्तो मिठो भाइब्स दिइरह भने के आहा सारङ्गी भन्ने ठाउँ पनि रहेछ त्यो सारङ्गी रेट्ने मान्छेहरू होला क्या यहाँ टन्ने यहाँनिर चाहिँ भव्य पहिरो खस्यो अरे चाहिँ तल काली गण्डकी छ होइन माथि यहाँबाट यत्रा यत्रा ढुङ्गा खसिरहेछन् उमाइलागढ कता हो ए यता रहेन चाहिँ क्या बाटो पिच उता उता पिच छ के अरे ए रहेछ कति सानो भ्रमणाको पुल रहेछ होइन सो ठाउँ ठाउँमा यस्तो अफरोड प्याचहरू पनि आउँदो रहेछ आउनु त तर ओभरअलमा बाटो चाहिँ एकदम वर्थ इट छ उता जानको लागि कस्तो दामी देखिने है यो बाटोमा यो केराहरूले के केराहरूले कस्तो दामी देखाउने के साइडमा केरा भएर के यहाँबाट त मिठो टिकटक बनाउने खाले अनि भ्यू स्पट हान्ने खाले जग्गा रहेछ होइन दिदीहरूले टिकटक बनाइरहनु भएको छ तर भ्यू स्पट हान्न त मजा आउँथ्यो तर टाइम छैन क्या हामीसँग होइन स्याबास अनि तर दामी रहेछ लोकेसन यार हो कि नि तल चाहिँ कालीगण्डकी यस्तो खोचमा छ नि ओए ओए खस्यो भने त सिधै कालीगण्डकी हो तर दामी के पारीतिर त हेरम हेरम बसेर हेरम जस्तो लाग्ने ठाउँ क्या बेलपगर अर्देवा यो साइनबोर्डहरू पनि पर रहेछ क्या होइन गाइज यसलाई भन्छ क्या ब्युटिनेस वे वे पारीको बाटो चाहिँ सर्प चाहिँ छ होइन यो हेर्न यो खेतहरू के कस्तो दामी देखिएको यार ऊ त्यो सायद उयो बाटो पनि जान्छ हामी अर्को रुट आएको त्यो रुट पनि जान्थ्यो होला के कस्तो दुलाबाट पानी झऱ्यो हेर्न त्यहाँ ओए ऊ त्यो दुलाबाट हेर्न कसरी पानी झऱ्यो यार ओए खत्रै रहेछ यार यो हाम्रो यो भ्यूले चाहिँ धेरै भुलायो सो यहाँ हामी धेरै भुलेर चाहिँ अब निस्क्यौँ अब दरो कुदाउनु पर्ने हुन्छ स्याड भयो नि त गाइज यार कस्तो ब्याड टाइम आयो यार उता नभुलेको पनि निस्किने रहेछ है थुक्क जाँठो यहाँनिर चाहिँ पहिरो खस्या रहेछ यो सोड्दै हुनुहुन्छ र एक्ज्याक्ट टाइम कति लाग्छ थाहा भएन तलको सिनिक भ्यू फेरि ओए बुझ्न मिल्दो रहेछ आउनुहोस् आउनुहोस् यहाँ दाइले हामीलाई हल्का बाटो मिलाइदिनु भएछ थ्याङ्क गड बाटो पाइयो धन्न यार छोड़ दे
ल यहाँबाट चाहिँ हामी निस्किन पाइयो फाइनली त्यहाँ ठुलै पहिरो छ एकछिन टाइम त लाग्छ फेरि त्यो नुहार भन्ने ठाउँनिर आइपुग्यौँ तर नाम चाहिँ पुरै युनिक रहेछ है भिड त गाइज वाइल्डै छ त अनि भर्खर खन्या रहेछ कि हेर्न तल पनि डेन्जर खोला रहेछ यार पूर्तिघाट 11 किलोमिटर रिडी 46 किलोमिटर वे भ्यूको मजा त दिदीले उठाउनु भएछ त है दिदीले पो भ्यूको मजा उठाउनु भएको छ त बोयफ्रेन्डसँग होइन बाख्रा चराउँदै बोयफ्रेन्डसँग कुरा गर्दै यतिको चाहिँ हुनुपर्छ है सिनिक लभ भनेको यसलाई भन्छ फेरि देखेपछि नहेरी जानै मनले मान्दैन यार कस्तो दामी है दामी टक्क डाँडा काटेर होइन च्याप तल त खोज त आजको भ्लगमा दामी बाहेक केही पनि आउने भएन है वर्ड जहाँदेखि उयो राम्रो लाग्छ अनि के गर्नु त अनि धुस नाम पनि के हो यार धुस भन्ने नयाँ ठाउँनिर आइपुग्यौँ ए पारिपट्टि हेर्दाखेरि के कस्तो दामी देखिने कि होइन ठिक जैमिनी नगरपालिका रहेछ यो अगाडिको पुल त ढुसै भयो रहेछ धुसमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक लुम्बिनी सो हामी चाहिँ यहाँबाट गुल्मी प्रवेश गरे रहेछौँ होइन अनि हामीले कुनलाई छोडिदियो अरे पर्वतलाई होइन अब हामी चाहिँ यहाँदेखि चाहिँ गुल्मी प्रवेश गर्दो रहेछौँ है त यस्तो ढुङ्गाले स्वागत गरिरहेछ है सो स्याड है गुल्मी फर यु पुलहरू भएकोमा चाहिँ सानो प्याचहरू यो अफरोड प्याचहरू रहेछ के नत्र अरू चाहिँ ओभरअल सबै कुरा ठिकै रहेछ यता पूर्तिघाटतिर कसैले हेर्दै हुनुहुन्छ भने यो पूर्तिघाट बजार यो तलपट्टि हो कि माथिपट्टि हो यो त फोक्सिङतिर पाइयो त खै त पूर्तिघाट बजार ओ के हो बिचमा त्यत्रो नबोल न यार के हो बाटोको बिचमा कहाँ हाल्ने त अनि कुदेर आयो भने यो त गाह्रो पर्यो त गाइज डेन्जर रहेछ यार यो यस्तो बाटो यताबाट आएर आउने कहाँ हाल्ने तल जाने थट त्यो गुल्मीतिरको सरकारले बनाउनु पर्यो है त्यो भएन यो यस्तो त एक्सिडेन्ट भइहाल्छ नि होइन अङ्कल पूर्तिघाट बजार भन्ने कुन चाहिँ हो र पूर्तिघाटको बजार भन्ने चाहिँ यो रहेछ यसलाई चाहिँ पूर्तिघाट भन्दो रहेछ होइन आएको बेलामा यसो छिर्दिउँ भनेर के कस्तो रहेछ यो धेरैचोटि नाम सुनेको ठाउँ सो कस्तो रहेछ हेरिदिउँ न त भनेर हो ए यार ऊ पनि रहेछ नि त ब्याङ्कहरू पनि रहेछ क्या यहाँबाट बाटो छ कि नै अच्छा सक्यो यहाँ छ त फुडल्यान्ड भन्ने सो हामी खाजासाजा खान्छौँ अनि भेटौँला है त A few moments later. कस्तो स्याड भइदिएर यार त्यत्रो बेर मिठो कन्टेन्ट दिएर भिडियो गरेको भिडियो नै नभएको रहेछ यार सो स्याड
अर्बेनी यहाँदेखि चाहिँ 6 किलोमिटर होइन। ओए झडना त यहाँ रहेछ नि त काले। गाइज लुक एट द भ्यू जस्ट ओपी। ल दामी झरना हेरेर अब चाहिँ हामी बाटो तताउनु पर्ने हुन्छ। रात पर्न आँटिसक्यो होइन। चिसो हावा लाग्न लागिसक्यो। डाँडातिर त घामै छ। अनि आजकल फेरि छिटै रात पर्छ कि रातिमा चाहिँ खासै भ्लग पनि बनाउनु मिल्दैन अनि चलाउन पनि झ्याउ लाग्छ के। कस्तो दामी दामी गाउँ आज देखियो यार। ओहो यो धान पाकेर होला कस्तो छुरा देखिएको के। टिप्पर त झरेछ त। यो भर्खरै पल्ट्या रहेछ यार। हेर त के हो यार। माथिबाट आएर गएछ होइन। ठिक छ गयो टिप्पर। गाइज बी केयरफुल है। केयरफुल हुनुपर्छ। ओके साथीहरू यति बेला चाहिँ हामी अर्बेनी भन्नेनिर आइपुग्यौँ। सायद 5 बज्यो होला होइन। सेतीबेडी पनि भन्दो रहेछ। सेतीबेडी पनि यहाँ तल हो। दिदी साइड लागेर हिँड्न पनि सक्नुपर्छ ल। यसरी नहिँड ल बाटो बाटोमा। चार नम्बर चोक यहाँ तल चाहिँ सेतीबेनी भन्ने ठाउँ रहेछ होइन। म आउनु त आएको छु यो सेतीबेनी ठाउँमा। यो स्टेम्बर चढेर चाहिँ कालीगण्डकी नदीमा मिर्मीदेखि यहाँसम्मको ऊ हुन्छ के। सही मजा आउँछ त्यो पनि यार। वाह कस्तो झरना दामी झरना रहेछ उता। रेडी ओन्ली 26 किलोमिटर। यार कस्तो पहाड काटेर बाटो बनाएको हेर्न। ओए यो पुरै कस्तो थियो होइन। मलाई केही थिएन यहाँ होइन। मिठो सनसेट हुँदैछ अनि रमाइलो भइरहेको जे होस्। मिठो खाजा खाइयो त्यसैले नै मिठो इनर्जी ल्याइदियो। मिर्मी थुनेर उता रानीमलदेखि तल ल फेरि बेलटारी भन्नेमा। नेपालको सबभन्दा ठुलो जलविद्युत आयोजना मिर्मी। पागल सिँचाइ भन्छ एउटा पागल। अनि कस्तो साइको होला सिँचाइको लागि पढेन न। नेपालको सबभन्दा ठुलो जलविद्युत आयोजना भन्ने मिर्मीको बजार पनि त्यही माथिको। यो हो कालीगण्डकी हाइड्रो पावर। सो हामी चाहिँ एकछिन भ्यू स्पट हानिन्छ होइन। हनुमान पार्क भन्ने रहेछ क्या यहाँ फेरि। के हो र होला अरे छ। नहुन पनि त सक्छ नि। नहुन पनि त सक्छ नि। यो कालीगण्डकी थुनेको त्यहाँसम्म कति धेरै पाइन्छ नि। यता कति छ जमानामा बनाएको नि होइन। मलाई जान दिनुहोस्। यहाँबाट तल गयो भने त्यहाँ गइयो के।
अहिले चाहिँ हामी उतातिर मिरमीतिर नगएर रेडीतिर जानुपर्ने हुन्छ। यहाँ दामी सनसेट भइरहेछ हेर्न भन क्यामेरामा यस्तो दामी आउँछ नि त्यो सनसेट। यसलाई भन्छ हर्मीचौर। हर्मीचौर उनी आकाशबाट झरेकी अप्सरा। ग्यारेज यहाँनिर ग्यारेजै रहेछ त अनि होइन पुरै फुल टु फुलवाला ग्यारेज रहेछ। गाइज बेलुका पनि हुन लागिसक्यो होइन। अब हामी बस्ने कता भन्ने कुरा नि टुङ्गो छैन। सो रिडीसम्म पुग्दिउँ अनि त्यहाँबाट डिसाइड हुन्छ हामी कहाँनिर बस्ने भनेर। कस्तो दामी देखिएको यो साइड साइडमा रुखहरू अनि बिचमा बाटो के। यो चाहिँ रुद्रबेनी चोक उताबाट चाहिँ शान्तिपुरतिर जान्छ होइन। यतातिर चाहिँ रिडीतिर जान्छ। हामी चाहिँ रिडीतिर जानुपर्ने हुन्छ। यो भन्छ बडीगार्ड खोला। के गरेको साथी यसो साइड पनि दिउँ न। यो इभीवालालाई यति हतार हुन्छ होइन लास्टै हतार हुन्छ कि यिनीहरूलाई फेरि डल्लो परेर हिँड्छ फेरि। रिडी आइपुग्न आँट्यो होइन। अब रिडी 1 किलोमिटर हो धेरै भनेको। सो हामीले डिसाइड चाहिँ यतै रिडीतिरै बस्ने डिसाइड गर्यो। सो हामी यतै बसिन्छ। अब गोप्रोमा चार्ज पनि सकिन लागिसकेछ फाइनली गाइज। अब गोप्रोमा यस्तो नाइटमा त राम्रो आउँदैन। यो चाहिँ रिडीको 3 मुखे पुल हो यतातिर चाहिँ होइन। भोलि देखाउँछु उज्यालोमा यो पुलहरू चाहिँ। तेल त भोलि हालौँला होइन। कहाँ हो मार्ने विचार छ क्या हो भोसडीवाले। यो चाहिँ रिडी बजार हो। यताबाट चाहिँ पाल्पातिर गइन्छ होइन। यतातिर चाहिँ हामी बस्नु पर्ने हुन्छ। The next day. यो ऋषिकेश मन्दिर भएको पाल्पा उता रिडी गुल्मी अनि यो 3 मुखे पुल उता पारी चाहिँ स्याङ्जा। यो चाहिँ काली गण्डकी है त। सो यो चाहिँ नेक्स्ट डे होइन। गुल्मी स्याङ्जा पाल्पा अनि को यो चाहिँ सेन्ट्रल पोइन्ट काली गण्डकी माथिको यो 3 मुखे पुलमा छौँ हामी चाहिँ होइन। यो स्याङ पनि रमाइलो छ। घुम्न पर्ने ठाउँ चाहिँ तीर्थयात्रीहरू चाहिँ एकदम आउनुहुन्छ होइन। स्याङ्जातिर चाहिँ हनुमान स्थान भन्ने ठाउँ रहेछ होइन। यतातिर चाहिँ घुम्न पर्ने ठाउँ हनुमान स्थान अनि चाहिँ गुल्मी यो साइड भयो होइन। यहाँ चाहिँ शिवालय देवदत्त पार्क रुरु कन्या भन्ने रहेछ होइन। अनि यतातिर चाहिँ पाल्पा यो चाहिँ पाल्पा। यसमा चाहिँ ऋषिकेश मन्दिर दर्शन गर्नु मिल्ने रहेछ। सो यहाँनिर चाहिँ सबै डिटेलमै लेखेको छ।
अनि काले भाइ हिजोको ट्रिप कस्तो भयो त यो ट्रिप चाहिँ बब्बाल भयो नयाँ बाटो नयाँ ठाउँ मजा आयो नि मजा आयो मजा आयो थाहा भएन मजाले आइयो ठिक छ के छ र आफ्नै त हो आफ्नै त हो फेरि नि आइन्छ घुम्नु अब चाहिँ हाम्रो ट्रिप भनेको रानीमल कालीगण्डकी करिडोरै हुन्छ है अब यहाँदेखि पनि हामी करिडोर लिएर हामी रानीमल जान्छौँ रानीमलबाट हामी चाहिँ करिडोर छोडेर हामी पाल्पा तानसेनतर्फ जान्छौँ है त तानसेनबाट भार्से डाँडा हुन नि सक्छ त्यो ट्रिप पछि भन्छ होइन त्यसलाई अहिले रिभिल नगरौँ त्यो जुन दिन बन्छ त्यही दिन रिभिल हुन्छ त्यो रिभिल गरेर पकडमा त्यो तर जान चाहिँ गइन्छ लाभा रिस यात्री म लाभा पारामा हिँड्दिने क्या बाल परेर सो यही थियो भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिउँ अनि जस हामीलाई चाहिँ मजा आयो फुल टु फुल होइन नयाँ ठाउँ नयाँ एक्सप्लोर गर्न चाहिँ मजै आउँछ सो अब नेक्स्ट ट्रिप पनि बन्दैछ होइन सो छिटै हामी भेट्नेछौँ अहिलेलाई चाहिँ हामी अब घर जानुपर्ने हुन्छ होइन अहिले चाहिँ हामी रानीमलको भ्लग बनाउँथेँ होइन स्टोरेज छैन सबै फुल प्याक भइसकेछ भिडियो एडिट गर्न पाएन अब घर बसेर भिडियो एडिट गर्दै फटाफट हालिदिँदै गर्ने होइन अनि अरू भनेको त्यस्तै हो अहिले चाहिँ म भ्लग यहाँ पुलमा बसेर बनाइरहेको छु होइन भ्लगिङ चाहिँ मस्त यहाँ भ्यू हेर्दै यतातिरको भ्यू हेर्दै मस्त भ्लग बनाइरहेको छु होइन त्यही त अरू भन्नुपर्ने त के छ र भ्लग के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिउँ त्यही हो पिस गाइज यही नै थियो होइन रेडीको तीनमुखे पुल मस्त भ्यू हान्यो अनि हिँड्यो है त